आइया हो सबैजनालाई नमस्ते। आज फेरि नयाँ सब्जी लिएर आएको छु। हरियो मटर, अर्ग्यानिक ताजा हरियो मटर। अलिक हरियो सागसब्जीमै बल गरौँ होला र तपाईहरु पनि यो मटर भयो, यो हरियो सागसब्जीमै अलिकति बल गर्नुहोस् होला र शरीरको लागि धेरै राम्रो हुन्छ। र त्यसमा यो अलिक प्याकेटको मसला, हरियो मटर के लाउँदैछ? हरियो मटरको सब्जी खाने आज साथीहरु। के लाउँ त? मटर हरियो, त्यसरी काँचै खाँदा नि हुन्छ मटर। अलिक फलो पनि गरिदिनुहोस् है। धुँदैछ? भयो। सक्यो? किन? ला धोइसकेको। त्यति नै लाग्छ। कम्ती थियो? 3-4टा थियो। यो चाहिँ भोलि अब जगाउँदैन, एक दुईवटा पाइन्छ। पानी आउनु चिसमा अलि एक मुख देऊ न। पानी अलिक बल, पानीमा पनि बल गर्नुपर्छ अलिक। दिउँसो 6 लिटर खानु भन्छ दिनमा पानी। यसरी मग्गाबाट खाइन्छ। सब्जी त रहेछ रहनु नि है। मजाले बल्नुपर्छ केलाएर। तपाईहरुलाई मटर कोलाई मन पर्छ कमेन्टमा भन्नुहोस् है। मटरको, हरियो मटरको सब्जी। जिन्दगी आज अलिक गरम छ है। घाम कडा लाग्यो। घाम कडा। रातभरि पानी आएको। दिउँसो घामले फेरि
सेतो धेरै बाल्टी भाइ परेछ ल मटर पनि केलाइसके साथीहरू र अब यसलाई बनाउने हरियो मटरलाई मजाले ग्रेभी हालेर लस लस भएको छ खाने त्यहाँबाट